फोनलाई फेसबुकमा देख्नु भएको छ, टिभीमा देख्नु भएको छ भने आउनुहोस्। यो किताब बेच्दै बेच्दै यहाँ इलाम बजारमा आएको छु। आज त 511 दिन भयो यो किताब बेचेको। 511 दिनसम्म किताब बेच्दै यहाँ आइपुगेको छु। ल आउनुहोस् आउनुहोस् आउनुहोस्। यो किताब बेचेर आएको पैसाले के हुन्छ हो भन्ने थाहा छैन भने सुन्नुहोस्। यो किताब बेचेर आएको पैसाले वीरगञ्जमा भएको कृषि औजार कारखाना मर्मत गरेर अहिले सञ्चालनमा ल्याइसकेको छ र नेपालको कृषकहरूको लागि चाहिने कृषि औजारहरू बनाउँदैछ। कृषि औजारहरू बनाएर किसानहरूको लागि मद्दत गर्नको लागि यो चलाएको हो। कारखाना सरकारको हो, तर सरकारले चलाउन नसकेर बन्द गरेको कारखानालाई किताब बेचेर आएको पैसाले सञ्चालन गर्दैछ।